आजभन्दा 10 वर्ष अगाडिको कुरा हो। म एकजना गुरुबासँग गाडीमा काम गर्थेँ। अनि गुरुबा मलाई यति माया गर्नुहुन्थ्यो र मैले पनि उहाँलाई धेरै नै माया गर्थेँ, ताकि हाम्रो सम्बन्ध एउटै घरको दाजुभाइको जस्तो थियो। उहाँले कहिले पनि मलाई खलासीको रूपले हेर्नु भएन र मैले उहाँलाई कहिले पनि ड्राइभरको रूपमा हेरिनँ। हामी दाजुभाइको रूपमा काम गऱ्यौँ, बस्यौँ, राम्रै थियो। अनि एक दिन गुरुबाको मोबाइलमा फोन आयो। उठाउनु भयो, गुरुआमाको फोन रहेछ। अनि कति बेला आउने घर भनेर सोध्नु भयो। गुरुबाले हाँसी हाँसी म आउन नि सक्छु, नआउन नि सक्छु भन्नुभयो। अनि गुरुआमा त सुरले चट्टै फोन काटिदिनु भयो। त्यो दिन अलि टाइम पनि मिल्यो, हामी बेलैमा रुममा गयौँ। रिसाएर बस्नु भएको रहेछ गुरुआमा। 5-6 दिनमा घर आउने, अनि फोन उठाउँदा पनि आउन नि सक्छु, नआउन नि सक्छु भन्ने। कहाँ सल्केको छ कि रक्सी खाएर तास खेला बसेको छ भनेर गाली गर्न सुरु गर्नुभयो। तर गाली गर्दा पनि गुरुबाले हाँसी हाँसी यता आऊ, म तिमीलाई आज केही कुरा सम्झाउँछु भन्नुभयो। मलाई पनि बोलाउनु भयो। अनि हामी दुवैजनालाई राखेर बिचमा बसेर भन्नुभयो, टाइममा खाना खाने, टाइममा घरमा आएर सुत्ने, तिमीसँगै बस्ने रहर मलाई छैन र, ताकि म त्यो खालको होइन र त्यो खालको पेसा नै होइन मेरो। म कुनै कम्प्युटर चलाउने होइन। मेरो ज्यान भनेको पातामाथि छ। अनि मैले भनेको कुराले तिमीलाई नराम्रो हुन्छ होला, आउन नि सक्छु, नआउन नि सक्छु। हो नि, गाडी घोडा जस्तो कुरा हो, बिग्रिन सक्छ, ठोकिन सक्छ, पल्टिन सक्छ, मै मर्न सक्छु, जाम हुन्छ, कति बेला हुन्छ हुन्छ। मैले राम्रोसँग भनेको, तिमीले यो कुरा बुझ्नुपर्छ। आखिरी मै त हुन सक्दिनँ, आउने त कुरै नगर, टाइम मिलेपछि आउँछु भन्नुभयो। हाँसी हाँसी भन्नुभयो र गुरुआमा भक्काइनु भयो। गुरुबाको कुरा सुनेर मलाई पनि कता कता नरमाइलो लाग्यो।